फेरि हामी टेम्के आइपुग्यो। टेम्के पनि लगभग यसपालि त यो महिनामा त धेरैचोटि आइसक्यो। टेम्के डाँडाको भ्यू टावर छैन यहाँ त टावर हुँदैन पनि होला हौ टावर हुँदैन पनि होला यहाँनिर त। यो टेम्के डाँडा ल तपाईँहरू कोही कसै आउनु हुँदैछ भने अबको 2-4 दिनमा चाहिँ आउनुभयो भने चाहिँ गुराँस प्रशस्तै फुलेको पाइँदो रहेछ। अहिले चाहिँ त्यति फुलिसकेको छैन रहेछ। देखिँदैन त ल तपाईँहरूले आज हाम्रो टेम्केको डाँडाको भ्यू हेर्नु सक्नुहुन्छ कस्तो छ भनेर। गुराँसहरू लगभग आधिसर फुलिसकेको छ, आधिसर पनि होइन पो रहेछ हौ। आउनुहोस् तपाईँहरूलाई म एउटा उ देखाउन चाहन्छु। के देखाउने? यहाँ भवन र टावर बन्दैछ यतातिर। टेम्के डाँडा आइयो त। टेम्के डाँडा पनि निकैचोटि आइसक्यो। अनि यसपालि पानी आएको भए चाहिँ गुराँस खतरा फुल्दैछ क्या डाँडा। ल आज फेरि हामी टेम्के आइपुग्यो। टेम्के पनि लगभग यसपालि त यो महिनामा त धेरैचोटि आइसक्यो हामी त। कागे काग 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 भाइ कर आवाज है। टेम्केको गुराँस फुलिसकेछ लगभग आधिसरो।